बन्दुक पुसेको हातले हुक्काको पाइप पुस्दा त साह्रै अप्ठ्यारो पाउँदो रहेछ हौ। अब के गर्छौ बाजे? 24-25 वर्षको केटोले कुखुरा पोथी च्यापेर हिँडेको यो बाटो देख्नुभयो? त्यो बम पड्केर अलिक कम्ती सुन्छु कि कान त अलि साह्रो भनौँ त फेरि। बाङ्ग्रे क्या बाङ्ग्रे, एउटा नाक यस्तो पोरा पोरा ठुलो भएको होइन, कुखुरा पछि यस्तो क्वाक क्वाक के क्वाक क्वाक च्यापेर यता गएको देख्नुभयो? त्यत्रो हात बनाइ पनि देखाउनु पर्दैन नि, बुझ्दछु सुन्छौँ नि हौ। कत्रो कराएको गाउँभरिले सुन्ने गरी अहिले ठ्याक्कै याद आयो नि मलाई त्यो कुखुराको पोथी भन्दा। यहाँ बसौँ त, बोकेको होइन बसौँ यहाँ, बसौँ यहाँ। कुखुरा बोकेको भन्दाखेरि यो सुनौ है, मेरो राइफल बोकेको कथा छ त फेरि। यो कथा 1914 को हो। यो तकमाहरू देख्दैछौ? यो तकमा भनेको मैले क्यारम चेस खेलेर पाउने कुरो होइन, कुखुरा चोरेर पाउने कुरो होइन। यो भनेको वीर गाथा, वीर गोर्खालीले पाउने कुरा हो। सुनौ है ध्यान दिएर। अब यो 1914 मा म खोक्लिनको टापुमा थिएँ। ठेक्क हातमा नहेरौँ न, कुरा सुनौ नि, ठेक्कै यहाँ हेरौँ। एक हामी खोक्लिनको टापुमा बसेको थियौँ, जम्मा 3 जना, 2 जना गुल्टी सोकको, र पनि नाम त भन्नु पर्यो नि। हामी 3 जना थियौँ। अब माथिबाट जापानको सेनाले सल्लाइ बेगर धावा बोल्यो, अरू जम्मै भाग्यो। नढाँटी भन्दा हुन त तकमा पाएको हो, र पनि म पनि भागे। भाग्दै गएको त आधी बाटोमा गएपछि पो थाहा भयो त लाखे है। बुढियाले पठाइदिएको सुक्टी र नि 3 पाने रक्सी त ती बङ्करमै छुटी गयो। गोली बारुद बम त जति खाएर मर्नु पाउँछ जुनै ठाउँमा पनि, बुढियाले पठाएको त्यो 3 पाने रक्सी र नि सुक्टी त खाएर मर्नु पाउँदैन भनेर एक्लै खुकुरी बोकेर फेरि फर्किआए। आयो गोर्खाली भन्दै आएको 150 जनाको जापानको सेना गुडुङडुङ पछाडि भाग्यो। ल आत्मघाती माझेर आयो है गोर्खे बौलार भनेर भाग्यो। कुद्दै गएर बङ्करमा ठ्याक्कै हेरेको त धन्न मेरो 3 पाने खाइदिएको रहन्छ है। त्यो 3 पाने र सुक्टी काँचै कटक्की कटक खाएको घटट हेलिकप्टरमा आयो है। यताउता नहेरौँ न हौ, यहाँ हेरौँ। घटट हेलिकप्टरमा आयो है ब्रिटिसको एउटा ठुलै मान्छे। भेरी गुड भन्यो। हौ साह्रै चिलायो, लाख्यो के पो भएछ भनेको त यही एउटा तकमा पो घड्याप्पै लगाइदिएको रहेछ। ल हेरौँ त तकमाको कथा। आज भोलिको केटाहरू के जान्दछ हौ? आज भोलिको केटाहरूलाई छातीमा लत्तल दियो भने धुवा आउँछ हौ मुखबाट। कति चुरोट खाएको लु भनौँ त। हाम्रो छातीमा अझै पनि लत्तल दियो भने खुन आउँछ, त्यतिको छ नि हौ दमनी। अझै पनि आजको भोलिको 18-19 को केटासँग दौडौ त मलाई, म अझै पनि सेकेन्ड हुन्छु। त्यतिको जान्ने मान्छे त। रिस उठ्यो भने त म त हेलिकप्टर सफ्टर सबै फुटाइदिन्छु त। अरे तर नातिनी साह्रो रुन्छ र त खेलाउने हो कि। लाखे अघि के पो त्यो कुखुराको पोथी कि के पो भन्दै थियो, के अरे भनौँ त। के भन्नु? हामीले भन्नुभन्दा पहिला तपाईँले यत्रो कुरा सुनाउनु भयो भयभरको सबै। अब कहाँ भनिसक्नु, सुरु मात्रै हुँदैछ। सुरु भन्दाखेरि फेरि ठ्याक्कै यो चाहिँ कुरो 1920 को हो। त्यति बेलामा म चाहिँ भर्खर भर्ती भएको। लक्का जवान गुटुङटुङ कुद्दै थियौँ। कुद्दै गएको ठुलो बम पड्की गयो र साथीहरू जम्मै तितोर बितोर। जंगलमा राइफल बोकेर एक्लै हिँड्दै जाँदैछु, भोके तिर्खे हिँड्दै जाँदैछु। यता हेरौ न, घरि पलक पुलुक उता हेर्छ। म कथा गर्दैछु, उसको अनुहार किन हेरेको यहाँ सुनौ न। अनि हिँड्दै जाँदैछु, फेरि घडी पो हेर्छ त। अहिले खोज्छु है घडी पनि। हामी हिँड्दै जाँदैछौँ। हामी भनेको एक्लै नि, के को अब अरू त अघि हराइगयो नि। हिँड्दै जाँदैछु ठेक्क बाटोमा गएपछि यसो हेर्छु त परबाट 3 भाइ आउँदैछ। एकजना त फेरि ठेक्कै हाम्रो 3 घरे काकाको कान्छा छोरा जस्तो देख्छु। यस्तो घना जंगलमा बल्ल एकजना चाहिँ भेट भयो है आफ्नो पहाडको भनेर खुसी भएर ठेक्कै राइफल राखेर सेवारो नमस्ते है के पो छ भनेको त अघि बन्दुक तिर्छै हाल्यो त। नजिस्क्यौँ न हो भन्छु, फेरि तेर्साउँछ। नजिस्क्यौँ न हो भन्छु, छाङछाङ र चुङचुङ सुरु गर्यो। एकछिन विचार गरेको त जापानको सेना प्रच खत्तै खुकुरी निकालेर स्वातै काट्देको त 3 जनाकै भुडी काटेर खर्लम्बै लोडी गयो। अघिदेखि नजिस्क्यौँ भनेको नि, धेर जिस्केर यस्तो भएको भनेर 3टेको बन्दुक आफै बोकेर ठेक्क पल्टनमा पुगेको त कापभरि फुली भएको एउटा ब्रिटिसले आएर भेरी गुड भन्यो।
एकछिन पछाडि पो यसो हेरेको त ए यो तकमा रहेछ पहिलोचोटि पाएको तकमा चाहिँ यो आऊ कहाँ पो गयो सुन्न सक्ने त मन पनि मुटु पनि हुनु पर्यो नि हो मान्छेहरूको यत्रो वीरगाथाहरू कहाँ भागे यिनीहरू के को आगो ताप्नु पर्छ मैले यत्रो तकमा भएको मान्छेले आगो ताप्नु पर्छ अब हामी भनेको हिउँ खाएर आगो निकाल्ने मान्छे हो के भन्ने छौ यहाँ नातिनीले अघि आलु हालेको छु है बाजे हेरिदिँदै गर्नु भन्दै थियो अघिसम्म त देख्दै थियो अहिले त देख्नै छोडे कता गयो त्यही हेर्दैछु अब मेरो कुरै नसिद्धि कथै नसिद्धि हिँडेछौ यहाँ मेरो अर्को कथा त अझै बाँकी छ नि मान्छेको इमान इज्जत र पेस्टिज मान्छेको इमान इज्जत र पेस्टिज भनेको तकमा भन्दा पनि माथिको कुरा हो जुन मैले कमाएको छु इमान इज्जत पेस्टिजको अर्थ चाहिँ एउटै हो तर यहाँ कुरा सुनौ है यसको पनि कथा छ इमान भनेको हिन्दुस्तानमा लडाई लड्दा पाएको मैले इमान हो इज्जत भनेको नेपालमा जन्मिएको म गोर्खे पेस्टिज भनेको मैले ब्रिटिसमा लड्दाखेरि ब्रिटिसले भन्ने पाएको पेस्टिज इमान इज्जत र पेस्टिज तिनटै कमाएर पाएको यो तकमाहरू त्यस्तो मान्छे हो म 7 डाँडा पारीबाट मेरो यो तकमाको कथा सुन्नलाई घिउ र अनि त्यहाँदेखि तोङ्बा कुखुरा बोकेर यही कथा सुन्नुलाई आउँछ के भन् ठानेको हौ केही लिएर आउनु पर्छ भनेर हामीले त्यो पोथी पठाए है पोथी पठाएको थियो अनि त्यो पोथी लिएर केटो आइपुग्यो कि आइपुगेन भनेर हामीले सोध्या तपाईँले भन्दै भन्नु भएन हौ लाखे है को पो अरे त्यो सेतो पोथी एउटा केटाले लिएर आएको थियो नाम पनि त्यो आन्द्रे बान्द्रे के भन्दै थियो अनि मेरो कथा उसले भन्नु नपाउँदै सुरु भइगयो धारा प्रभा मैले मेरो तकमाको दिएको ऊ त सुन्न नसकेर पुक्लुकै लड बेहोसै पो भइगयो त्यहाँनिर लडिरहेको छ एउटा हेर त